आजको हनुमान भगवानको मूर्ति यही हो साथीहरु। आज राखिएको आज यसैको लागि यही भगवानको लागि आज यहाँ उद्घाटन गरिएको कार्यक्रममा हामी छौं। हनुमानजी हुनुहुन्छ यही कार्यक्रममा हामी छौं आज। कृपया मसँग नजोडिनु भएको साथीहरु सब्स्क्राइब गरी जोडिदिनु होला भन्न चाहन्छु। सब्स्क्राइबको धेरै अपेक्षा राखेको छु साथीहरु। यस्तै भिडियो बनाउँदै छु, बनाइराखेको छु, बनाउँदै जाने छु। कृपया जिज्ञासा सल्लाह सुझावहरु दिनु होला। कसरी बनाम, कस्तो खालको बनाम भन्ने कुरा कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्न चाहे। तेरी मेरे जिंदगानी तेरी मेरी जिंदगानी तेरे जो आप हजुर
यता भान्सा टोली हुनुहुन्छ आमा समूहको भान्सा टोलीहरू भान्सातिर व्यस्त हुनुहुन्छ यता गुरुजीहरू पूजामा व्यस्त प्रसाद बन्दैछ प्रसाद प्रसाद म भर्खरै आएको छु यहाँ ढिलो भएन यतिखेर ढिलो भयो जस्तो लाग्यो त हो हाम्रो शिवजी मन्दिर हनुमान मन्दिर आज हनुमान शालिग राखिएको दिन छ साथी हो आज हनुमान शालिगको उद्घाटन समारोहमा आज भइरहेको कार्यक्रमहरू तपाईहरु सामुमा झलक प्रस्तुत गर्दैछु आज हनुमानजीको शालिग स्थापना गरिएको छ राखिएको छ त्यसैको उद्घाटन समारोहमा हाम्रो यस वडा अध्यक्ष जो पनि हुनुहुन्छ यहाँ उपस्थित हुनुहुन्छ भनेपछि सदस्यहरू सबैजना मान्छेहरू उपस्थित हुनुभएको छ
यसरी कार्यक्रम हुँदैछ। हनुमतये नमः स्वाहा। अब भगवानहरुलाई सम्झिनुस्। रामचन्द्राय नमः स्वाहा। नारायणाय नमः स्वाहा। रामचन्द्राय नमः स्वाहा। 33 कोटि देवी देवताभ्यो नमः स्वाहा। हनुमान जी को स्वाहा। डाँडाका शिवजी को स्वाहा। यहाँको कालिका देवी को स्वाहा। तल शिव मंदिर को स्वाहा। गणेश मंदिर को स्वाहा। राष्ट्रदेव पशुपतिनाथ को, मौला कालिका देवीहरूको, आफ्ना आफ्ना कुलदेवताहरूको, आफ्ना आफ्ना पितृदेवताहरूको, सम्पूर्ण देवी देवताहरूको आफ्ना केही त्यस्तो मान्ने, तपाईका घरमा मान्ने देवी देवताहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि सम्झेर हजुरहरूले स्वाहा गरिदिनु। सम्पूर्णलाई फोटो पनि राखिदिनु भयो। ल अब पूर्णाहुतिलाई आउनु पर्यो गुरु। ल आइदिनु त, अब पूर्णाहुतिको लागि मात्रै हो। कार्यक्रम जारी नै छ साथीहरु, कार्यक्रम जारी नै छ। अब अन्तिम होला, अन्तिम हुँदैछ होला। गुरु पण्डितले त्यही भन्नुभएको छ, अन्तिम हुनसक्छ। अब चाहिँ अन्तिम चरणमा पुगिसक्नु भएको छ। प्रसाद तयारी हुँदैछ साथीहरु। यता प्रसाद तयारी हुँदैछ। हाम्रो दिदीबहिनी आमा समूहले प्रसाद तयारी गराउँदै हुनुहुन्छ। सबैलाई स्वागत छ। अब भन्नुपर्छ त्यो त, अब सबैलाई स्वागत त त्यसै पनि छँदैछ। ए त्यसो हो ए र साथी हो, अब चाहिँ कार्यक्रम अन्त्य हुँदैछ। अब कार्यक्रम अन्त्य हुँदैछ। यता हलुवा घोट्ने, यता हलुवा बन्दैछ। यता प्रसाद भाग लाउँदै र उता चाहिँ नि यहाँ हमन पूजा हुँदै थियो, त्यो पनि अब सिद्धि। केरा पनि बेसरी गले जस्तो छ त। केरा पनि गलेर पलात्तै भए जस्तो छ। त्यो त हरियै
बनाउँदै गर्ने हो हन्डा दिँदै गर्नु यो सबै दुई बाने बनि ल्यायो अब छैन होला खिरको परिकार बन्नै रहेछ साथी अब खिरको परिकार ठुलो भन्छ किन हर सानो के आमा पार्टी त एक चरणमै थाक्यो क्या हो यस्तो आमासम्म त म कि बजेसम्म भनेर कुर्सीमा बस्नु पर्यो होइन भने आमासम्म त्यति छिटो नथाक्नु पर्ने उसले यहीँ आइदिनु होइन ल ल ल ल
ल बाजा टोलीको बिदाई भएको अवस्था बाजा टोली बिदाई भएर जानुभयो अब हुन्छ साँझ फेरि ल ल हुन्छ ल भाइ ल ल